जहाँबाट म बोल्दैछु यो भनेको कर्णाली फन पार्कको यो चाहिँ गार्डन इलाका। यो चाहिँ हामीले खास स्पेसल रूपमा हामीले के भने अहिले यो चाहिँ हाम्रो फन पार्कमा चाहिँ वाटर गेमभन्दा अलावा जो चाहिँ भिजिटरहरू आउनुहुन्छ यहाँ भिजिटर आउने यहाँभित्र चाहिँ अब यो लगभग 500-600 थरीको हामीसँग चाहिँ गार्डन फुलहरू छ अहिले। सदाबार यो फुलहरू चाहिँ हामी चाहिँ यो यही तरिकाबाट चाहिँ फुलिरहोस् भन्ने तरिकाबाट हामीले फुलहरू विभिन्न देश अब स्वदेश विदेशबाट धेरै ठाउँबाट चाहिँ ल्याउने काम भइरहेछ। त्यसले गर्दाखेरि अब यो टिकटक बनाउने मनोरञ्जन लिने त्यसको चाहिँ बाटो यो हो भने त्यसपछि गएर यहाँ विशेष गरेर आज यो पनि छ कि यो कर्णाली जिल्ला कर्णाली प्रदेशको 10वटा जिल्लाहरूमा कुन जिल्लामा के पाउँछ भन्ने कुरालाई चाहिँ एउटा इमेजिन गरेर यहाँ चाहिँ परिकल्पना गरेर यो चाहिँ गार्डनको चाहिँ पार्क लगभग बनाइएको छ हामीले। जस्तै हामीमा पाउने भनेको जस्तै यो कर्णाली प्रदेशमा रेड पान्डा पाउँछ। त्यसपछि हामी यो सुर्खेत दैलेखमा चाहिँ राउटेहरूको चाहिँ बसोबास उनीहरूले चाहिँ गर्ने गतिविधि उनीहरूको एउटा चाहिँ राउटे जन्मेदेखि ठुलो हुन्जेलसम्म चाहिँ कस्तो किसिमको उनीहरू चाहिँ वातावरण हुर्किन्छ के गर्छ भन्ने कुरा पनि एउटा चाहिँ त्यो एउटा परिकल्पना गरेर त्यो बनाइएको छ भने अर्को एउटा हामीले देखिरहेको छ यो पहाड चाहिँ हामीले चाहिँ यो कर्णाली प्रदेशको डोल्पा जिल्लालाई चाहिँ परिकल्पना गरेर बनाइएको छ। यो मन्दिर भइहाल्यो, त्यसै गरी यहाँ चाहिँ झरना भइहाल्यो। अब यतातिरको पहाडको सिनहरूमा त्यस्तै खालको चाहिँ कलरिङको चाहिँ पाउँछ त्यहाँ डोल्पातिरको। त्यसपछि मयूर भइहाल्यो। त्यसपछि गएर निकट भविष्यमा हामीले यो चाहिँ पिकनिक स्पट बनाउने हाम्रो चाहिँ प्लानिङ भइरहेछ, जहाँ चाहिँ हाम्रो काम सुरु पनि भइरहेछ। यो हामी अब बिस्तारै यसलाई बनाउँदैछौँ। अब विशेष गरेर यो विन्टर सिजनमा पनि हामीसँग आउने आन्तरिक पर्यटकहरूको आगमन भइरहोस् र विशेष गरेर विद्यालयहरूलाई चाहिँ र यो विभिन्न सङ्घ संस्थाहरूले विशेष गरेर चाहिँ पिकनिक गर्ने मान्छेहरूलाई समूहलाई नै यो चाहिँ के छ आकर्षित गर्नलाई अथवा उहाँहरूको चाहिँ व्यवस्थित गर्नलाई हामी चाहिँ पिकनिक स्पट बनाउने काम भइरहेछ। त्यसले गर्दाखेरि यहाँ आउँदाखेरि नै छुट्टै खालको एउटा मान्छेमा के हुन्छ त ओहो यो सिजनमा पनि यस्तो खालको फुलहरू फुल्दो रहेछ, यस्तो हुँदो रहेछ, यस्तो छ भन्ने खालको एउटा चाहिँ मान्छेलाई एउटा चाहिँ रमाइलो पनि होस्, इन्जोय पनि होस्, इन्टरटेनमेन्ट पनि होस्। अब चाहिँ उहाँले चाहिँ अहिले विशेष गरेर सबैभन्दा अहिलेको भनेको ट्रेन्ड भनेको सबैभन्दा टिकटक। सानो बच्चादेखि ठुलो मान्छेलाई टिकटकको धेरैजना लत परिरहेछ। यहाँ आउँदाखेरि टिकटक बनाउँदाखेरिको चाहिँ सिनहरू पनि राम्रो आउने। अब त्यसले गर्दाखेरि पनि यहाँ चाहिँ हाम्रो चाहिँ भिजिटर यो वाटर गेमसँगै भिजिटरको पनि सङ्ख्या हामीसँग त उल्लेखनीय मात्रामा भइरहेछ। हामी अपेक्षा गरौँ यो कर्णाली फन पार्कमा चाहिँ वाटर गेम मात्र रहेछ, भित्र साइडमा चाहिँ इन्डोर साइडमा चाहिँ इनसाइडमा चाहिँ धेरै राम्रो खालको चाहिँ रहेछ भन्ने खालको पनि यो भित्र यहाँ छिरिसकेपछि त्यो खालको चाहिँ अब यहाँको चाहिँ वस्तुहरू यहाँको चाहिँ यो चिजहरूले पनि मान्छेलाई त्यो खालको यस्तो रहेछ भन्ने खालको चाहिँ अहिले चाहिँ सबैमा चाहिँ यसले प्रचार प्रसार गर्ने काम पनि भइरहेको छ।